सो आज चाहिँ नो नेगेटिभिटी नो हेट एकदमै हेल्दी डिस्कसन गर्ने। नेपालमा चुनावी माहौल छ र यदि प्लान अनुसार नै फागुन 21 मा चुनाव भयो भने तपाईलाई यो पटक कुन नेतालाई अथवा कुन उम्मेदवारलाई चाहिँ सदनमा हेर्न मन छ, जसले चाहिँ यो पटक जित्नै पर्छ भन्ने जस्तो लाग्छ, अनि कुन उम्मेदवार चाहिँ त्यस्तो हुनुहुन्छ जसले चाहिँ जित्नु हुँदैन, देशको लागि यो मान्छे खास ठीक छैन भन्ने लाग्छ। कमेन्ट बक्समा आफ्नो विचार एकदमै सभ्य ढङ्गबाट राख्न सक्नुहुन्छ र यो पटकको निर्वाचनमा कुन पार्टीले बहुमत ल्याउन सक्ला त, यो बारे पनि तपाईले आफ्नो विचार राख्न सक्नुहुन्छ। सो नो नेगेटिभ कमेन्ट, नो हेट कमेन्ट, जस्ट हेल्दी डिस्कसन। सो थ्याङ्क यू फर वाचिङ गाइज। नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे, नेपालै नरहे।